त्यहाँ रोप्ने एउटा छ यसमै रोप्ने दामी भयो जस्तो छ त हौ मैले अस्ति हालिसकेँ त्यो चाहिँ रोपिन्छ नि सबै छ खेतमा चाहिँ यो अनुसार हाल्नुपर्छ बुढलाई 2-4 यस्तो पात कुहाएर झार कुहाएर अर्ग्यानिकमा चाहिँ कस्तो खालको बाटो कस्तो मजाले घाम लागेको हौ यो चाहिँ अलिकति भाँचेको भएर अरू छ नि मर्छ कि भनेर नि मर्छ किन मर्दैन यसमा सारेपछि यसको त निकाल्नु मिल्छ नि त सागहरू नमार है त्यहाँनिर ल डिफ्रेन्स हेरौँ है यो एउटा इस्कुस चाहिँ यहीँ गमलामै रोप्ने भयो एउटा चाहिँ हामीले यो कुनामा यहाँनिर सारेको छु एउटा होइन एउटा चाहिँ यही गमलामै छोडिदिने यो चाहिँ टप सोइल भन्छ यो के अरे हौ याम खोस पिँडालु अम्म यत्रो ठुलो पिँडालु थाहा छैन अस्ति ल्याएको देखेन कहाँ रोप्ने पानीमा हुने हो यो चाहिँ एकदम पानी चाहिन्छ कि यसलाई चाहिँ पछि बनाएको छ ए उठ्न त थिएछ के थियो मार्यो नि त्यो यो है अब उसले खाएन भने मुसाले खाएन मुसाको यहाँ के आउँछ